हेलो साथीहरू, नमस्ते सबैलाई। मेरो प्रणाम छ। आज नेपालीमा ब्लग बनाउँदैछु साथीहरू। मेरो ब्लग हेरिदिनु होला, माया गरिदिनु होला। अनि मेरो युट्युब च्यानल पनि छ ड्यानी रक्सको नामबाट, त्यसलाई सब्सक्राइब गरिदिनु होला साथीहरू। हजुरको मायाले नै मान्छे पनि बन्न सक्छ, त्यसरी त पर्दैन। एक दुसरे सपोर्ट गरेको मान्छे अगाडि बढ्छ हजुरको मायाले गर्दै, होइन साथीहरू। देख्न सक्नुहुन्छ म साथीहरू गार्डनमा आएको छु आज। यो मेरो गार्डनमा ब्लग हो। यो म यहाँ काम गर्छु, 3-4 साल भइहाल्यो यहाँ काम गर्दा गर्दा। अनि पानी पनि हाल्ने काम गर्छु, अनि यहाँ गुड्ने काम पनि गर्छु साथीहरू। अनि यस्तै छ, काम नगरेर हुन्न, काम गर्नु नै पर्छ। हाम्रो बाध्यतै छ काम नगर्ने। यस्तै छ आफ्नो काम गर्ने बाध्यता। देख्नु सक्नुहुन्छ साथीहरू, यो वाटरफल। यहाँ अब वाटरफल चालु छैन। यहाँ कहिलेकाहीँ मान्छेहरू आएपछि यहाँका मेहमानहरू आए पनि गर्छन् कि साथीहरू वाटरफल इन्जोय गर्छ। देख्नु सक्नुहुन्छ यहाँभित्र यस्तो तल मोटर छ। यहाँ देख्नु सक्नुहुन्छ यो मोटर छ, मोटरबाट माथिबाट पानी आउँछ। चालु गरेर चाहिँ सर यस्तो फौरा जस्तो पानी आउँछ। यहाँ देख्नु सक्नुहुन्छ यो गार्डन, यो इन्ट्री होमा यसो यहाँ बस्ने झुला पनि छ, होइन यहाँ छ झुला बस्ने। यहाँ झुलामा बसेर पनि यसरी आफ्नो ब्लग बनाउन सक्नुहुन्छ यसरी। ओ माई गड, फर्स्ट टाइम रिल्याक्स ब्लग बनाउँदैछु साथीहरू। ओ माई गड, देख्न सक्नुहुन्छ यहाँ देख्नु गार्डन। यो साथीहरू यो गाडी छ नि, गाडीमा धुन्छु म। यहाँ देख्नु अहिले भर्खरै गाडी धुया हो। देख्न सक्छ साथीहरू, यो इन्ट्री गेट हो यो। अनि उता त्यो देखिन्छ नि त्यो बिल्डिङ, त्यो बिल्डिङमा म बस्छु साथीहरू। बाई।